हेलो नमस्ते सबैजनालाई मेरो छोटो अनि मिठो ब्लगमा सबैले साथ दिनुहोला। आज चाहिँ हामी काँक्रा चोरेर खान जाँदैछौँ। जुन घरको काँक्रा चोर्छौँ त्यही घरलाई काट्न लगाएर नुन खोर्सानी पिस्न लगाएर खान्छौँ है त। ल एनिसे लु जाउँ, अहिलेको प्लान बुझिनस्, मैले जे भनिरहेछु नि त्यो गर्नु। म चाहिँ एकचोटि घरको निरीक्षण गरेर आउँछु होइन। सुतेका छैनन् भने त फेरि थाहा पाउँछन्। तिनीहरूको काँक्रो खानुलाई चाहिँ तिनीहरू सुतेको हुनुपर्छ। सुतेको बेला गएर टिपेर अनि त्यही घरमा नुन खोर्सानी पिसेर तिनीहरूलाई नै खाना बोलाउने भन्ने इस्टिमेट चाहिँ हाम्रो छ। म एकचोटि चेक गर्छु है त। अहिले त नमिल्ने रहेछ। भान्कुडाहरू ल्याएको काँक्राको बोट चाहिँ त्यो हो है। ऊ त्यहाँ छ काँक्रो हेरेर आएको कि अहिले त धान थन्काइरहेको रहेछन् होइन। तिनीहरू सुतेपछि मात्रै खानुपर्छ होइन। सुत्छन् अनि चोरेर खाना उठायो लाने बाख्रा कस्तो पानी पनि खान नजानेको पाठो रहेछ हौ। काँक्राको बोट चाहिँ यहाँ हाम्रो पनि छ कि छन चाहिँ, तर हाम्रो चाहिँ चिचिला मात्रै लाग्दैछ। भर्खर सानो सानो चिचिला मात्रै लाग्दैछ, के अरे फलेको छैन। सानो एउटा अम्बकको बोट पनि छ, बोडीहरू पनि रोपेको छ। एकदम लामो लामो हुने खालको बोडी हो क्या यो। के हो यसको नाम? कति लामो लामो हुन्छ क्या यो बोडी। मालिस गरिदिँदैछ नातिलाई। हजुरबाको चाहिँ मालिस गरिदिइरहेको रहेछ। काँक्रा चोरेर खान के पिक्न ढुकेर बसेको भन्लान् सबैजनाले, तर त्यो घर चाहिँ मेरो भाइबुहारीको घर हो। भाइबुहारीको काँक्रा हो। बुहारीहरूलाई थाहा नदिकन टिपेर खाउँ भन्न खोजेको मात्रै हो। बुढीले बाख्रा सार्दै रहेछ। अनि फेरि भोलि गाउँभरिका सबै मेरो काँक्रा हरायो भनेर आउलान्। काँक्रा चोरेर त खाने, तर गाउँको समाजको ओल्लो घर पल्लो घरको होइन है, आफन्तको आफ्नाको नजिककाको मात्रै है। यो चाहिँ मेरो भाइको। म जाँदैछु अब। सबै सुतिरहेछन्, सब सुतिरहेछन्, कोही उठेका छैनन्, सबै सुतिरहेछन्। काँक्रा चोरे है नगर न। अघि हेरेको छैन। चोर भन्दा चण्डाल दाउ है क्या हो। तपाईँले हेर्दा अघि यहीँ थियो। ए खोइ लुखा छन्। लुखा कस्तो खाउँ लाग्दो कल्लिलो रहेछ यो चाहिँ। पिरो बनाए, जिरा पनि अलिकति हाल्नुपर्छ नि खोर्सानीमा। कलिला रहेछन् नि, कलिला। कहिले मिठो हुन्छ यो मिठो हुन्छ म त। यो चाहिँ अर्ग्यानिक काँक्रो है, विषादी बेगरको। कस्तो मिठो खाएको छ काट्दैखेरि। त्यही त। काँक्रा चाहेका कहिले चखाउँदैनौँ हामी। आज बुढाबुढी गरेर काँक्रा चाहेका कहिले चाहे खानु काँक्रा चखाउँदैनौँ कि। लु हामी त दिन्छौँ, हामी त काटेर एक्लै खाँदैनौँ, बोलाउँछौँ। तिमीहरूकै काँक्रा भयो भने गरौँ।
अर्ग्यानिक काँक्रा कस्तो छ ल्याऊ है खाऊ बहिनीहरू तिमीहरू त दिँदैनौ बारीका काँक्रा हामी त तिमीहरूकै बारीका भयो भने हामीले बोलाएर खान्थ्यौँ त काटकुट पारेर खुर्सानी लगाएर बोलाउँछौ मिठो छ दाम पिरो हो काँक्रा पनि खाइयो कि अब काँक्राले मात्रै अगाइएन अब चाहिँ गएर ट्याक्क लाएर कुन चाउचाउ यो किनकि प्रीति चाउचाउ खाने हो प्रीति चाउचाउमा झोल हालेर खाने हो पिरो बनाएर मिठो छ पिरो भएको क्या धन्न त्यो मसला एउटा मात्रै हालेन त्यो सबै हाल्नुभएको थियो भने त पिरो खालको रहेछ ल चिया चाउचाउ काँक्रा सबै चिज खाएर सकियो यति देखाउँला तपाईँहरूलाई भ्लग बनाएको क्या लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला ल के गर्नु अरे लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला हाम्रो केडी भ्लग युट्युब च्यानललाई यस्तो धन्यवाद